No, 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 no. गाइस देख्यो पड्क्यो देख्नुभयो गाइस यसरी चाहिँ सबैलाई नमस्कार के तपाईहरुलाई पनि बाँदर तथा दुम्सीले दुःख पनि तपाईहरुलाई भगाउने उपाय केही छ केही छैन भने मसँग छ आउनुहोस् म तपाईहरुलाई देखाउने छु मसँग एउटा बाँदर अथवा दुम्सीहरु चाहिँ लखाड्ने चाहिँ तरिका अथवा एउटा गन छ त्यो गन हाने उनीहरु भाग्यो गर्नु हैन जब यो पानी हालेपछि या पानी चाहिँ हालेपछि पड्किन्छ हैन फाइनली म यहाँहरुलाई म देखाउने छु यसमा चाहिँ पानी हाल्ने हो थोरै एउटा एसिड हुन्छ हैन एसिड यहाँ हालिन्छ एसिड हालेपछि चाहिँ यो पड्काउने हो म यो पड्काएर देखाउँछु यहाँहरुलाई मसँग अनि त्यसै गरी यो पिडालहरु सबै खाएर घुस्न पारेछ हैन यो बाख्राको बच्चा आयो बाख्राको बच्चा तर्साउने हो नि गन देख्नुभयो गाइस ल यो गाई चाहिँ चट्ट एक गन चाहिँ यसरी भेर्ने हो लाइटर एउटा बोक्ने हो हैन हल्का बदलमा पानी बोक्ने हो अनि एउटा अघि मैले हजुरहरुलाई देखाएको एउटा सानो गोटी पाउँछ हैन त्यो गोटीको लागि चाहिँ कमेन्ट गर्नु होला कहाँ पाउँछ भनेर त्यो गोटी चाहिँ हैन त्यो गोटी भएपछि जता लगेर पनि पड्काउनु मिल्छ हैन यो किन्नु पर्दैन हजुर यो किन्नु पर्दैन यो चाहिँ आफैले पनि बनाउन सकिन्छ यो एउटा चाहिँ 2 इन्ची पाइप नेपाल टपको हो हैन यो 2 इन्ची पाइप त्यसै गरी यो चाहिँ 2.5 इन्चीको पाइप एउटा 3 इन्चीको चाहिँ तपाईसँग सकेट पावर हुनुपर्छ हैन यो पछाडी चाहिँ यो काठको हो यो काठको हो काठ काटेर अथवा चप्पलहरु यो काठ काटेर चाहिँ टाल्नु मिल्छ हैन टालेर चाहिँ त्यो गर्न बनाउनु मिल्छ गाइस ओके यो तपाईहरुलाई यसरी नै तपाईहरुलाई पनि चाहिएको छ भने कमेन्ट गर्नु होला फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फेसबुकमा फलो गरेर राख्नु होला युट्युबबाट हेर्दै हुनुहुन्छ भने युट्युब च्यानललाई पनि एक लाइक गरेर सब्स्क्राइब चाहिँ जरुर गर्नुहोस् यसरी हाल्नु पर्छ हैन फाइनली अझै अब ठुलो हाल्नु पर्दैन सानो हाल्नु पर्छ हैन मसँग छ हैन यो गोटी एउटा गोटी हुन्छ गोटी हालेपछि चाहिँ पड्किन्छ भन्नुहोस् है गाइस म देखाउने छु यहाँहरुलाई सानो हाल्ने हो हैन सानो हाल्ने हो यो चाहिँ एउटा फाइनली सानो गोटी छ ढुङ्गा जस्तो छ हैन टुक्रा पानी हो सक्दैन ल टुक्रा हुँदैन यत्रै हाल्ने सिङ्गै हालिदिन्छु ले कति फायर हुन्छ भने थाहा छैन है त गाइस मैले यहाँ हालिसक्यो हैन साथै यसको लागि चाहिँ एउटा यो पनि चाहिन्छ है यो चाहिँ ग्यास फायर अर्थात् यो चाहिँ ठ्यास्स पार्ने यो चाहिँ पड्काउने हो यसले चाहिँ अब हैन मैले अघि नै भनेको थिएँ नि यहाँहरुलाई यसमा चाहिँ अब वाटर गर्नु हो भनेर अब हामीले अब यसमा चाहिँ धेरै हाल्नु पर्दैन अब पानी हाल्ने हो अनि मैले गिलासमा लिएको छु हैन यो पानीमा गिलासमा पानी लिएको छु पानी यहाँ हाल्छु अब बुर्कुमा एक बुर्को पानी हाल्छु है त गाइस एक बुर्को पानी हाल्छु यहाँ मैले अघि एउटा गोटी पनि हालिसकेको छु हैन गोटी हालेपछि यो पानी हाल्छु पानी हाल्यो मैले हैन एक बुर्को पानी हाल्ने अब हल्लाउने हो यसलाई मरी हल्लाउने हो हैन मरी हल्लाउने यो त कन्ची छ कन्ची तर्साउने हो हाम्रो बहिनी कन्ची छ हैन कन्चीलाई तर्साउने हो कन्चीलाई तर्साउने हो अब चाहिँ पड्किने हो अब फाइनली अब रेडी भइसक्यो गाइस यो चाहिँ अब पड्काउनुलाई हाम्रो कान्छी बहिनी छ यहाँ हैन कान्छी बहिनी चाहिँ भाग्न गइरहेछ अब पड्काउनै स्टार्ट भइसकेको छ गाइस यसरी चाहिँ भगाउनु पर्ने छ हैन बाँदर अथवा दुम्सीहरु चाहिँ राति यसरी पड्काउने हो हल्लाउनु पुगेर हुन्छ मरी हल्लाउनु पर्छ यसलाई हैन हल्लाउनु पुगेर हुन्छ यो चाहिँ प्योर गन हैन यो चाहिँ प्लास्टिकको गन हो हैन यो प्लास्टिकको गन हो यो पाइपको हो यो नेपाल टपको टाइपको गन हो हैन यो चाहिँ पुरै हल्लाउनु पर्दो रहेछ हैन गाइस म यो लाइटर चाहिँ यहाँ राख्छु पुरा हल्लाउने हो हैन
हल्लाउने हो पड्किन्छ होला राइट राइट फाइनली अब चाहिँ पड्किने लुक गरे अब पड्काउँछ है त पानी पुगेन कि हो पानी 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 पुगेन सक्यो है राइट पानी चाहिँ अलिक बढिहाल्नु पर्छ ग्यास बिर्को चाहिँ टन्नै हाल्नु पर्छ होइन पड्किने स्टार्ट हुनु है राइट अब चाहिँ पड्काउनु पर्छ सर पड्किने लायो लाग्छ राइट नपड्ने हो हल्लाउने हो यसरी हल्लाएपछि चाहिँ पड्किन्छ राइट खास त यो भिडियो हेर्दै हुनुहुन्छ भने फेसबुकमा फलो गरेर राख्नु होला युट्युब च्यानलबाट हेर्दै हुनुहुन्छ भने युट्युब च्यानल पनि सब्सक्राइब गरिदिनु होला है त मेरो म यो चाहिँ अवश्य पड्काउने छु यो अलि हल्लाउनु पुगेर हुन्छ हल्लाउनु पर्छ होइन हल्लाउने हो नि 15-20 राउन्डलाई चाहिँ आनन्दले हुन्छ होइन पानी चाहिँ हालिरहनु पर्छ यो पड्किन्छ नि होइन आफै यो हालिरहेको छ होइन किन नपड्किनु अब जानु पर्यो नि त्यहाँ जाने नै के हो मैले पड्केन त यो माथिबाट हाल्नु भने तेरो यहाँबाट हालेर हुन्छ त यो गाइज यो माथिबाट यहाँबाट हाल्नु पानी पानी यहाँबाट हाल्नुपर्छ गाइज सरी